नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिसा भट्टराईले एन्गेजमेन्ट गरेका छन्। खबरअनुसार प्रदीप र सनिसाले केही समयदेखि एकअर्कालाई डेट गर्दै आएका थिए। लामो समयदेखि आफ्नो व्यक्तिगत सम्बन्धलाई गोप्य राख्दै आएका उनीहरू अन्ततः परिवारका सदस्य तथा नजिकका आफन्तको उपस्थितिमा इन्गेजमेन्ट गरेको बताइएको छ। इन्गेजमेन्ट समारोह निकै निजी र पारिवारिक वातावरणमा सम्पन्न भएको दावी गरिन्छ। समारोहका केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उनीहरूको फ्यान बीच भने यति बेला खुसीसँगै उत्सुकता पनि बढेको छ। प्रदीप खड्का र सनिसा भट्टराई आगामी चलचित्र शुभ विवाहमा पनि पहिलोपटक जोडीको रूपमा देखिँदैछन्। चलचित्र प्रेम कथामा आधारित पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको बताइएको छ। चलचित्रमा जोडीको रूपमा देखिन लागेका उनीहरू वास्तविक जीवनमै पनि नजिकिएको खबर बाहिरिएपछि सामाजिक सञ्जालमा स्क्रिनको जोडी अब रियल लाइफमै पनि जोडी बनेको हो भन्ने चर्चा सुरु भएको छ। यद्यपि प्रदीप खड्का र सनिसा भट्टराई दुवैले अहिलेसम्म आफ्नो इन्गेजमेन्टबारे औपचारिक रूपमा कुनै पनि पुष्टि भएको जानकारी दिएका छैनन्। ल बेहुली देउलालाई